हेलो नमस्ते। यतिखेर हामी पोखराको फेवाताल घुम्दैछौँ है। हिजो आएको पोखरा, आज फेवाताल पुम्दीकोट, भोलि चाहिँ कुस्माको बन्जी हान्दैछौँ। जति पनि घुमेका भिडियोहरू हरेक ठाउँमा के छन् म तपाईँहरूलाई सबै यही भिडियोबाट देखाउँछु। सबैजनाले फलो गर्नुहोस्, सबैले लाइक फलो गर्नुहोस्, सेयर गर्नुहोस्। यसमै आउँछ है हाम्रो घुमेको सबै यात्रा चाहिँ। अहिले चाहिँ पोखरा फेवातालमा छौँ। उता तालबारे मन्दिर, हामी यहाँ कुना ठ्याक्कै जङ्गलनिर आइपुगेका छौँ घुम्दै। धेरै यता आइसकेका छौँ अनि पोखरा, कुस्मा, बागलुङ वरिपरि यतातिर घुम्दैछौँ 1-2 दिन। त्यो भएर काठमाडौँबाट चाहिँ जाडो छल्नको लागि निस्केर हिँडेको। यता झन् चिसो रहेछ साथी, हो पोखरा झन् चिसो रहेछ है। काठमाडौँ त अलि बढी चिसो लाग्यो, तर पनि केही छैन, रमाइलो भइरहेको छ यात्रा। जति पनि हुनुहुन्छ सबैले यसमै फलो गर्नुहोस्, यही पेजमा है त। त्यसपछि लाएर हामी भिडियो हाल्दै जान्छु म, तपाईहरु हेर्दै जानुस् चट्ट। ओके।